ओके सबैलाई नमस्ते। आज हामी क्यालेन्डर कसरी बनाउँछ त्यसको बारेमा सिक्न गइरहेको छु। न क्यालेन्डर भन्ने बेला हामीले दुई तरिका हुन्छ, तीन तरिका हुन्छ, बनाउने तरिका धेरै हुन्छ राइट। मैले यहाँ उदाहरण तौरमा मैले यहाँ निकालेर राखेको छु तिमीहरूलाई सायद म देखाउने लागि। यहाँ 1 तरिका यस्तो एउटा भयो, अर्को तरिका यस्तो पनि हुन सक्छ राइट। अर्को तरिका यस्तो एउटा A3 साइजमा फुल एउटा आउने पनि सक्ने हुन्छ है राइट। सो यो उदाहरणको लागि मैले मात्र युज गरेको छ। ओके यहाँ हेर्छु, यो सिधै तिमीहरूले डाउनलोड गरेर सिधै प्रिन्ट गर्ने पाउँछ राइट। ओके यो पनि छ यसरी। न अब क्यालेन्डर बनाउने बेला हामीले क्यालेन्डर बनाउने बेला म अहिलेको लागि नेपाली क्यालेन्डर एकछिन लागि साइडमा राख्छु। के क्यालेन्डर बनाउने हो भने हामी एउटा इन्टरनेसनल क्यालेन्डर, ग्रिगोरियन क्यालेन्डर भन्छ, त्यो जहाँ संसार जहाँ गयो पनि त्यो एक्सेप्ट गर्ने एउटा क्यालेन्डर हुन्छ, त्यो चाहिँ इन्टरनेसनल क्यालेन्डर, ग्रिगोरियन क्यालेन्डर भन्छ। त्यसको हामीले बनाउने तरिका दुईटा छ। फर्स्ट बनाउने तरिका चाहिँ के हो भने यो म्यानुअली टाइप गर्ने, एउटा म्यानुअली टाइप गर्ने। नर्मली हामी के गर्छ यसमा म्यानुअली टाइप गर्नेलाई के भन्छ, म्यानुअली टाइप भन्छ। अटोमेटिक हुन्छ कि हुँदैन? यस अटोमेटिक छ। अटोमेटिक गर्नेको लागि हामीले अहिलेको लागि हामी अटोमेटिक जान्छौँ। अटोमेटिक अब इन्टरनेसनल क्यालेन्डर मात्र हो त। फर्स्टमा चाहिँ हामी यो भागमा अब 3-4वटा भिडियो मात्र आउँछ होला यसमा। अटोमेटिक बनाउने लागि गुगलमा जानु होला। यहाँ मैले पहिलेदेखि निकालेर देखाएर आएको छु। एडोबी क्यालेन्डर विजर्ड भन्ने यो छ, त्यो थिच्नु। त्यो थिच्ने बित्तिकै फर्स्ट लिङ्क एउटा छ नि, एडोबी इनडिजाइन क्यालेन्डर विजर्ड डाउनलोड भन्ने एउटा छ नि, त्यसमा थिच्नु। त्यसमा थिच्ने बित्तिकै म लिङ्क डिस्क्रिप्सन राखिदिन्छु, त्यहीँबाट थिच्यो भने डाइरेक्ट त्यहाँ यो वेबसाइटमा लगिरहन्छ। यहाँमा जाने बित्तिकै यो डाउनलोड थिच्नु, तिनीहरू डाउनलोड गर्छ। डाउनलोड गर्ने बित्तिकै तिमीहरूलाई यस्तो एउटा आउँछ, जिप फाइल एउटा आउँछ। जिप फाइल चाहिँ एक्सट्र्याक्ट गर्नु। एक्सट्र्याक्ट भन्ने बेला भित्रको फाइल हो। यसमा दुईचोटि थिच्ने बित्तिकै यस्तो आउँछ। ओके र दुईचोटि थिच्ने यसरी आउने बित्तिकै यो बक्सलाई यसरी खिचेर त्यहाँ बाहिर यसरी छोडिदियो भने यो फाइल यसरी आउँछ। हेर यसरी। ओके एकछिन टाइम लाग्यो भयो, यो आयो नि। त्यसको पछि योलाई के गर्ने हो भने हामी राइट क्लिक गर्नु, कट गर्नु। कट गरिसकेपछि हामी नर्मली योमा जानु होला, विन्डोज सी ड्राइभमा जानु। सी ड्राइभमा यदि तिमीहरूको ड्राइभ पार्टिसन बनाएको छ, एउटा एसएसडी र एउटा एसएसडी हो भने यसमा प्रोग्राम फाइल कि केमा बसेको हुन्छ भने प्रोग्राम फाइल कि अनि प्रोग्राम फाइल 86 भनेको यो दुईटामा बसेको हुन्छ एउटामा राइट। सो मेरोमा प्रोग्राम फाइलमा बसेको छ। प्रोग्राम फाइल भन्नेमा जाने हो, दुईचोटि थिच्नु। अब राम्रोसित ध्यान दिनु होला किनकि यो अलिकति टाउको पनि दुख्ने चिज जस्तो हो राइट। त्यसको पछि एडोबी भन्ने एउटा छ, त्यसमा थिच्नु होला। थिचिसकेपछि इनडिजाइन कहाँ छ त्यसमा थिच्नु। एडोबी इनडिजाइन दुईचोटि थिच्नु। त्यसको पछि मुनि गएर स्क्रिप्ट्स भन्ने एउटा छ नि, यहाँमा स्क्रिप्ट्स भन्ने छ, त्यसमा थिच्नु होला। यसमा दुईचोटि त्यो भयो। त्यसको पछि हामीले यहाँमा स्क्रिप्ट्स प्यानल भनेको छ, त्यसमा थिच्नु होला। त्यसमा थिचिसकेपछि यहाँमा चाहिँ के गर्ने, राइट क्लिक यसमा जोडिदिने, पेस्ट गरिदिने। पेस्ट गर्ने बित्तिकै यो यहाँ आइसक्यो हुन्छ। त्यो भइसकेपछि के गर्ने हो भने इनडिजाइनमा गएर यो तिमीले यदि इनडिजाइन पहिल्यैदेखि खोलेको छ के भन्छ यो क्लोज गरिदिनु, फेरि ओपन गर्नु। ओपन गर्ने बित्तिकै अनि तिमीलाई के गर्नुपर्छ, विन्डो भनेमा थिच्नु, युटिलिटीमा जानु होला राइट। अब अलिकति टाउको दुख्छ, तिमीहरू पहिला अटोमेटिक बनाउने लागि हो राइट। म अहिले जुम गरिदिन्छु। विन्डो युटिलिटी राइट, मुनि आएर स्क्रिप्ट्स भन्ने यसमा चाहिँ ओके म जुम आउट गर्छु। विन्डो युटिलिटी एन्ड स्क्रिप्ट्स यसमा चाहिँ थिच्नु होला। यसमा थिच्ने बित्तिकै तिमीहरूलाई बक्स यस्तो एउटा आउँछ, टक गरेर आउँछ राइट। यो बक्सलाई के गर्ने भयो भने हामीले यो साइड माथिको एउटा छ नि त्यसमा थिचेर यसमा मुनि छोडिदिनु होला। ओके यसमा आयो, त्यतिसम्म गरिदिनु होला। त्यतिसम्म गरिसकेपछि हामीलाई के बनाउनु पाउँछ भने एउटा अटोमेटिक क्यालेन्डर बनाउनु पाउँछ। न मैले यो डिजाइन बनाएर यतिकै राखेको छु। अब यो म डिलिट गरिदिन्छु। आज यो भिडियोमा मैले अहिले डाउनलोड कसरी गर्ने हो
अनि कसरी त्यो इन्स्टल गर्ने हो त इन्स्टल मतलब के हो भने अघि मैले त्यो कट गरेर कुन चाहिँ ठाउँमा टल्यो त्यही ठाउँमा राख्यो त्यतिसम्म बुझ्यो होला त्यतिसम्म बुझ्यो भने अब लाइक गरिदिनु होला राइट अनि सब्सक्राइब गरेको छैन सब्सक्राइब गरिदिनु होला अनि त्यसको पछि अब केमा जानुपर्छ हामीलाई केमा जानुपर्छ भने यहाँमा धेरै छ नि यहाँमा मुनि स्क्रिप्ट्स भनेको छ नि यो मुनि देख्दा रहेछ नि अहिले तिमीहरूलाई यहाँ मुनि देख्दा रहेछ नि त्यसमा थिच्नु होला त्यसमा थिच्ने बित्तिकै फर्स्टमा खोल्ने बेला यसरी खोल्छ यसरी खोल्ने बेला एप्लिकेसन भन्ने एउटा छ त्यसमा थिच्ने बित्तिकै अनि क्यालेन्डर भन्ने क्यालेन्डर विजार एउटा छ नि त्यसमा थिच्नु होला थिच्ने बित्तिकै यो दुईटा छ 1 2 छ यो फर्स्टको मा थिच्नु सेकेन्डकोमा डबल क्लिक गर्नु अब हेरे मैले यो सेकेन्डमा डबल क्लिक गर्ने बित्तिकै यहाँ एउटा भिडियो एउटा शो हुन्छ एउटा देखाउँछ दुईचोटि थिच्यो लोडिङ क्यालेन्डर विजार भन्ने अब एकछिन टाइम लाग्यो खोल्यो अब यसमा तिमीहरूले के गर्नुपर्छ मिलाउनु पर्छ यु हेभ टु अरेन्ज इन विच इयर राइट कुन चाहिँ वर्षको चाहियो विच इयर डु यु वान्ट टु इन अ शो कुन चाहिँ इयरको चाहियो कुन चाहिँ महिनाको चाहियो वर्ष कुन चाहिँको चाहियो अब हामीले अहिलेको 2021 अब नगरौँ 22 को गरौँ यसमा थिच्नु राइट 2022 भनेको सुरु गर्ने 2022 भनेर खत्म गर्ने लास्ट सुरु गरेको महिना चाहिँ जनवरी हो लास्ट हो डिसेम्बर हो त्यो भयो ल्याङ्ग्वेजमा धेरै थरीका हुन्छ तर यसमा नेपाली र टिबेटनहरू अर्को यस्तो आफ्नो चाहिने ल्याङ्ग्वेज धेरै यहाँमा मिल्दैन राइट इङ्ग्लिसमा राखिदिनु त्यसको पछि विक डे हेडिङ स्टाइल भन्ने छ विक डे हेडिङ स्टाइल मतलब के हो भने तिम्रो माथि एउटा क्यालेन्डर आउने बेला सन्डे मन्डे भन्ने एउटा आउँछ नि त्यसलाई सर्ट चाहियो कि अलिक मिडियम चाहियो कि लामो चाहियो हामीले सर्ट राख्दिनु होला सजिलो हुनेको लागि हो त्यसको पछि हाम्रो कुन चाहिँ दिनबाट सुरु हुन्छ सन्डेबाट सुरु हुन्छ कि हप्ता चाहिँ कुन चाहिँ दिनबाट सुरु हुन्छ सन्डे मन्डे सटरडे कुन चाहिँबाट सुरु हुन्छ हाम्रो धेरै सन्डेबाट सुरु हुन्छ नेपालमा अब योहरू चाहिँ अहिले धेरै ध्यान नदिनु योहरू चाहिँ ध्यान नदिनु होला त्यसको बारेमा हामी पछि टाइम पायो भने राम्रोसित सिकाउँछु अलिकति मुनि टिप सिकाउँछु एडभान्स टाइपको त्यसको पछि यहाँ मुनि एउटा छ नि क्यालेन्डर पर पेज भन्ने छ एउटा क्यालेन्डर तिमीहरू पेज एउटामा अन्ने मन छ कि एउटा क्यालेन्डर जनवरी भनेको चाहिँ 12वटा महिना एउटा पेजमा अन्ने मन छ भनेको थियो आफ्नो अनुसारले अब मलाई 12वटा महिना चाहियो भयो एउटा पेजमा न पेज कुन चाहिँमा चाहियो अहिलेको पेजमा राख्ने कि नयाँ डकुमेन्टमा राख्ने हामी नयाँ डकुमेन्ट राख्छौँ कि करेन्ट डकुमेन्ट राख्छु ओके तिमीहरू त्यो आफ्नो अनुसार आफ्नो के भन्छ इच्छाले जानु होला ओके न्यू डकुमेन्टमा थिच्छु त्यसको पछि यो स्टाइल्सहरू चाहिँ केही गर्नु पर्दैन योहरू के नगर्नु स्पेस इन्क्लुड कभर पेज चाहिँदैन यहाँमा एउटा छ म जुम गरिदिन्छु यहाँ डिफल्ट भन्ने छ यो डिफल्ट भन्ने बेला के हो भने त्यहाँ पेज जस्तो होस् त्यस्तै राखिदिनु भनेको पेजको एउटा माथि मुनि एउटा हुन्छ नि पोर्ट्रेल चाहियो कि ल्यान्डस्केप चाहियो पोर्ट्रेल भनेर माथि मुनि यसो बसेको हुन्छ ल्यान्डस्केप चाहिँ यसो सुधाएर राखेको हुन्छ हामीलाई ल्यान्डस्केप चाहियो पेजको साइज चाहिँ के चाहियो A4 चाहियो राइट कलर के चाहियो CMY के चाहियो यदि प्रिन्टको लागि हो भने सिर्फ देखाउने लागि हो भने RGB हो त्यसको पछि यहाँ माथि एड टेक्स्ट लेयर भनेको छ नि त्यो अफ गरिदिनु होला ओके नाउ ग्रिड अप्सन यहाँमा छ तिमीहरू त्यो जनवरी फेब्रुअरी भनेको जग्गामा हैन वर्ष देखाउने मन चाहिँ छैन भने सिर्फ महिना मात्र देखाउनु मन छ भने मन्थमा थिच्नु होला नत्र तिमीहरू वर्ष पनि देखाउनु मन छ इयर पनि मन्थ एन्ड इयर राख्दिनु त्यति भयो म्याक्स नम्बर अफ रोज भनेको चाहिँ अटोमै राख्दिनु ओके त्यति भयो अब त्यसको पछि यहाँ मुनि ओके भन्ने एउटा रहेछ हो त्यसमा थिच्नु अहिले मेरो स्क्रिन अलिक सानो भएर त्यो देखाउँदैन यहाँ मुनि छ ओके त्यसमा ओके थिच्नु ओके थिच्ने बित्तिकै नयाँ पन्नामा नयाँ पेजमा त्यसले अटोमेटिक एउटा बनाइदिन्छ एउटा अब यो चाहिँ के भन्छ तिमीहरूले सिधै प्रिन्ट गर्यो भने ठिकै छ तर यसमा अलिकति एडजस्टमेन्ट गर्यो अलिकति स्टाइल्सहरू दियो त्यो गर्यो भने इन्ट्रेस्टिङ देख्छ हामीलाई ओके अब यो प्यानल क्लोज गरेर त्यसको पछि हामीले जुम गरेर यहाँ हेरे अब तिमीहरूले यहाँ ध्यान दिनु होला
अब प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइल अनि टेबल स्टाइलहरूको लागि यहाँमा सबै मैले अस्ति नै सिकाइसक्यो। यदि हेरेको छैन त्यो हेरिदिनु होला फर्स्टमा, किनकि त्यसमध्ये धेरै जानकारीहरू त्यहाँ दिएको छ। अब यहाँमा के गर्नुपर्छ भने हाम्रो यहाँमा के गर्नुपर्छ, यो जनवरी भनेको फेब्रुअरी मार्च सबैहरूकोलाई एउटा प्याराग्राफ स्टाइल दिएको हुन्छ। के त्यसमा प्याराग्राफ स्टाइल प्यानल खोल्ने बित्तिकै एक क्यालेन्डर टाइटल भनेर दिएको छ। ओके, यसमा डबल क्लिक गरिदिनु। डबल क्लिक गर्ने बित्तिकै तिमीहरूलाई के आउँछ, यहाँ एउटा बक्स देखायो नि, बेसिक क्यालेन्डर क्यारेक्टर फर्मेट, यो थिच्नु। यस थिच्ने बित्तिकै अब तिमीलाई फोन्ट कस्तो चाहियो, राइट? सो फोन्ट चाहिँ आफ्नो माथि निर्भर हुन्छ, आफ्नो टाइम्स न्यू रोमन चाहियो कि कस्तो चाहियो त्यो आफ्नो माथि हुन्छ। म टाइम्स न्यू रोमन चाहन्छु। यहाँ यतिकै अटोमेटिक चेन्ज भयो। यो मात्र चेन्ज हुँदैन, अर्को सबै चेन्ज हुन्छ। यसले प्याराग्राफ स्टाइल सबैले युज गरेको छ, राइट? सो त्यसको पछि यो फोन्ट साइज चाहिँ कति चाहियो तिम्रो आफ्नो अनुसारले जानु होला, त्यो चाहिँ म भन्दैन। त्यसको पछि ओके थिच्नु, राइट? ओके थिच्नु भयो, यति भयो। अब यसमा चाहिँ डे भनेको छ। डे भनेको डबल क्लिक गर्नु, दुईचोटि थिच्नु। बेसिक क्यारेक्टर फर्मेट मिनिङ प्रोमा गएर फोन फ्यामिलीमा टाइम्स न्यू रोमन राखिदिनु, ओके गरिदिनु भयो। सबै टाइम्स न्यू रोमन भइसक्यो, यो पनि भइसक्यो, राइट? त्यसको पछि यो डेट भने डेट भनेको एउटा छ। यो डेट चाहिँ हामीले के चाहियो भने बिचमा चाहियो, राइट? सो हामीले के गर्छ, यो सबै के गर्छ भने यो सबै सेलेक्ट गरेर यहाँ बिचमा राखिदिनु होला, बिचमा ठिक्कै राखिदिनु होला। अब यहाँमा बिचमा राख्ने बित्तिकै यसले यस्तो देखाउँछ, यहाँ प्लस एउटा देखाउँछ। यसको मतलब के हो, तिमीले केही चेन्जेस गरेको रहेछ, पहिलाको चेन्जेस चाहियो कि यही राख्ने मन छ, राइट क्लिक, यसमा राइट क्लिक गर्नु, रिडिफाइन स्टाइल गर्नु। यो रिडिफाइन स्टाइल गर्ने बित्तिकै अर्को सबै अटोमेटिक चेन्ज हुन्छ। हेर्नु है, यहाँ चेन्ज अहिले भएको छैन, यो मात्र चेन्ज गरेको छ, यो अटोमेटिक हुन्छ। रिडिफाइन स्टाइल थिच्ने बित्तिकै अटोमेटिक भयो। यतिसम्म तिमीहरूले गर्नु पर्यो, राइट? त्यसको पछि हामीले अब सटरडे चाहिँ होलिडे हो, छुट्टी हो, त्यसको लागि हामी प्याराग्राफ स्टाइल छुट्याइदिन्छ, रातो बनाइदिन्छ। त्योहरू सबै हामीले अहिले सबैमा यो भिडियो मात्रै सिकाउँदैन, राइट? अलिकति हामीले 3वटा भाग बनाएर भिडियो सिकाउँछु, त्यो अब अलिकति रोक्नु होला, राइट? यतिसम्म बनाइसकेपछि तिमीहरूले के गर्नु पाउँछ। अब त्यसको पछि हामी टेबल स्टाइल भनेको छ, सेल स्टाइल भनेको छ। टेबल स्टाइल तिमीहरूले पहिला सिकेको छ भने, सिकेको छैन भने हेरिदिनु होला, सिकेको छ भने अनि मैले भनेको जस्तै गरिदिनु होला। ओके, न यतिसम्म राखिदिन्छु। तिमीहरूलाई के क्वेसन छ भने कमेन्ट बक्समा गरिदिनु, छैन भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। ओके, यतिसम्म राखिदिन्छु। अनि भोलिको भिडियोमा हामीले यो अलिकति झन् योभन्दा बेहतर बनाउने कोसिस गर्ने छु। ओके, थ्याङ्क यू एभ्रिवान।